आज चाहिँ मासु किनेर ल्याएको यस्तो पोपट भयो कि अलराइट गाइज वेलकम ब्याक टु माई न्यू मिनी फ्रेस ब्लग आयो तपाईँ पनि सन्चै हुनुहुन्छ होला म एकदम सन्चै छु धेरै दिनपछि मैले चाहिँ मिनी ब्लग बनाएको छु होइन मेरो मिनी ब्लगलाई चाहिँ हेरेर माया गरिदिनु होला दाइले चाहिँ मलाई होइन बडीगाउनको भ्यू देखाउँछ भन्नु भएन बडीगाउनको भ्यू चाहिँ यस्तो भवाल रहेको छ कि होइन हेर्नु होइन सो म चाहिँ कामबाट आएर टक्क लाएर थाकेर टक्क भइरहेको थिएन दाइले चाहिँ भाइ बजारतिर मासु किन जाउँ होइन दाइ र म चाहिँ टक्क लाएर बजारतिर मासु किन जाँदैछु सो मासु किनेर चाहिँ अब टक्क लाएर हामी चाहिँ अब प्याज किन्न लागेको होइन टक्क पसलमा छिर्दैछु प्याज किन्नको लागि तरकारीहरू किनेर टक्क लाएर म चाहिँ घरमा पनि आइपुगिसकेँ होइन घरमा आउँदा चाहिँ होइन टक्क लाएर दाइले चाहिँ मासु पकाइसकेको रहेछ कि होइन अब मैले चाहिँ अब तरकारी चेक गरेन कि होइन तरकारी सरकारी केही चेक गरेन यसो हेर्दा तरकारी मासु पकाइसकेको रहेछ होइन अब मासु चाहिँ पोपट भएन यो मासु चाहिँ अब के पकाउने के गर्ने भयो म चाहिँ होइन सो मासु चाहिँ पकाएन त्यो मासु चाहिँ हामी 3 दाइले पुग्छ होइन अब खाना चाहिँ थोरै रहेछ खाना चाहिँ पकाउनु पर्यो अब सो अब चाहिँ चामल पकाएर यसो ग्यास स्यास बालेर अब चाहिँ म टक्क ल्याएर खाना बसाल्दैछु सो तरकारी चाहिँ पकाएको छैन अघि नैको तरकारी पकाउँदैछौँ लगभग अब पाकिसक्यो सो ट्याक्क ल्याएर खाना साना चाहिँ खाइसकेको छ होइन अब भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज